वेलकम टु माई मिनी ब्लग साथीहरू। किन जनकपुरको एकदम नाइट भ्यू है, यो चाहिँ यस्तो राम्रो भ्यू, रातिमा दिउँसोमा भन्दा झन् राम्रो हुँदो रहेछ। भित्रको डेकोरेसन झिलिमिली, ओ माई गड धेरै राम्रो। अनि हेर्दै जानु त्यो भिडियोमा हामीले के गऱ्यौँ, कहाँ गयौँ भन्ने कुरा चाहिँ। अनि भित्रपट्टि चाहिँ यस्तो यही रहेछ मेन मन्दिर चाहिँ होइन। अनि यो चाहिँ सिन्दुर हालेको मन्दिर भन्यो कि के भन्यो मैले ठ्याक्कै चिन्न सकिनँ यो चाहिँ। अनि त्यसपछि यो शिवलिङ्ग, अनि खोइ के पो भन्थ्यो टिका लगाइदिने त्यस्तै। अनि यो चाहिँ रेल, जिन्दगीमा फर्स्ट टाइम रेल देखेको। मैले केरा पायो बरसित खायो भने जत्तिकै फोटो खिच्ने, अरू त भित्र चढ्छ, आफू त बाहिर बसेर रेल हेर्नको लागि चाहिँ मान्छेहरू यस्तो भिड कति धेरै भिड हो। रेलगाडी चुक अनि यो चाहिँ नाइट बजार, रातिको बजार। यो चाहिँ शिव मन्दिरभित्र चाहिँ आरती हुने रहेछ होइन, गङ्गा आरती। अनि हामी पनि एकछिन हेर्न गएको थियौँ। यस्तो पानीहरू मान्छेले छठ आउन लगाएको भएर यस्तो पानी रेल चाहिँ गयो। खै जितपुर होइन रामपुर भन्यो के पुरसम्म चाहिँ जाँदो रहेछ त्यहाँबाट ट्रेन। तर हामी चाहिँ चढेन, हामी त त्यहीँ छेउमा बसेर फोटो खिच्यौँ। यो चाहिँ हामी अटो चढेर सरर गएको भिडियो हो यो चाहिँ साथीहरू। त्यसपछि घर फर्किने बेलामा सेफ सन्तोष शाहको मिथिला थाली खाना खायौँ। अनि त्यसपछि यो बच्चाले पैसा मागेर पैसा मागेर खुट्टै समातेर पैसा माग्दो रहेछ। अनि त्यसपछि सिधै साथीहरू नानीलाई 5 रुपियाँ दियो। अनि फर्सी झुम्डाको हेऱ्यौँ। अनि त्यसपछि